यो औषधिले कतिको मात्रा कतिको अलिकति देख्छ। सबैलाई नमस्कार। सर्वप्रथम त नेपालमा जुन औषधिहरू उत्पादन हुँदैन त्यो औषधिहरू विश्वको बजारबाटै आउँछ र अहिले विश्व बजारमा र मेटेरियलहरूको भाव बढेको छ र नेपालमा पनि त्यसको प्रत्यक्ष रूपमा असर परेको छ। किनकि यही औषधिहरू 72 सालमा जति रुपियाँमा किनिन्थ्यो आज पनि तपाईँ यो औषधि सेम रेटमा सेम मूल्यमा पाउनुहुन्छ। तपाईँ हेर्नुहोस् 2072 सालमा किनेको कुनै पनि सामान र अहिले किनेको सामानमा फरक भइसकेको छ र औषधिमा पनि र मेटेरियलहरूको दाम बढ्दाखेरि कच्चा पदार्थको दाम बढ्दाखेरि यो पनि बढेको हो। मैले केही दिन अगाडि बङ्गलादेश भ्रमण गर्दै गर्दा यो सुनेको थिएँ नेपालमा अभाव भयो भनेर। यो अभावलाई हामीले व्यापारीको मात्रै रूपले नभएर हामी एउटा सच्चा देशको नागरिक हौँ। नागरिकले के भन्छ समयमै औषधि उपचार पाउनुपर्छ, औषधि पाउनुपर्छ भनेर मैले बङ्गलादेशमा कुरा गरेर हाम्रो कम्पनीसँग यो औषधि मगाएको हो र अहिले बजारमा एकदमै अभाव खड्किएको छ। त्यो अभावलाई यो औषधिले मलाई लाग्छ सकेसम्म समाधान गर्छ। किनकि जति परिमाणमा यो औषधि आएको छ यो परिमाणमा केही औषधिहरू हामीसँग थियो, हामीले दिइ नै रहेका थिए, तर आजदेखि पुरै देशभरि यो एभाइलेबल हुन्छ। यो आजको कुरा मात्रै होइन, तपाईँ कोरोनाको टाइमको कुरा हेर्नुहोस्, तपाईँ विभिन्न टाइमको कुरा हेर्नुहोस्। हामीले नेपाललाई चाहिएको खण्डमा चाहिएको जुन कुराहरू सर्टेज हुन्छ औषधिहरूको के भन्छ रेन्जहरूमा, औषधिहरूको क्याटेगोरीहरूमा, औषधिहरूको के भन्छ प्रडक्टहरूमा हामीले त्यो चाहिँ बङ्गलादेशबाट आपूर्ति बेला बेलामा गर्छौँ। सरकारले हामीलाई लाइसेन्स दिएको छ, सरकारकै मार्फतमा हाम्रो कम्पनी छ, सरकारकै मार्फतमा हामीले सरकारलाई ट्याक्स बुझाउँछौँ होइन। हामीले व्यापार गर्छौँ पूर्ण रूपले व्यापारीको हैसियतले मैले गर्नुपर्ने काम, देशको लागि गर्नुपर्ने काम हामीले गर्छौँ। यसमा सरकारको कुनै दुविधा छैन। सरकारले पनि हामीलाई भनेको हो, बेला बखतमा हामीलाई सरकारले नै यो कुराहरू अभाव खड्कियो भने भन्छ। योभन्दा अगाडि पनि कोरोनाको बेलामा के भन्छ मैले 6-6वटा प्लेन चार्टर गरेर बङ्गलादेशबाट औषधि ल्याइदिएको हो। नेपालमा कुनै ठाउँमा औषधि अभाव हुन दिइनँ। त्यति मात्रै होइन, देशमा पारासिटामोल अभाव हुँदाखेरि पनि मैले 40 लाख पारासिटामोल फ्रीमै बाँडिदिए हो। यो उदाहरणहरू पनि छ र आउने दिनमा पनि नेपालमा हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई कुनै पनि यस्तो खालका के भन्छ औषधि अभाव भयो भने हाम्रो मियान भन्ने संस्था छौँ, हामी औषधि व्यवसायीहरू छौँ। त्यो औषधि व्यवसायीहरू मार्फतै हामीले यो सम्पूर्ण औषधिहरू देशभरि उपलब्ध गराउँछौँ। नेपालमा औषधिको अभाव हुँदैन, हामीलाई पूर्ण विश्वास छ। हामी यसको लागि तत्पर हुन्छौँ र सकेसम्म कुनै ठाउँमा यो औषधिको अभाव नहोस्। तपाईँलाई एउटा कुरा जानकारी गरौँ, आज जुन औषधि आएछ प्रति भाइल एउटा बट्टामा मैले मेरो संस्थाले एउटा बट्टामा 500 देखि 700 रुपियाँ हामीले घाटा खाएर यो देशभरि उपलब्ध गराएको छ। त्यसकारण सरकारले मूल्य समायोजनको जहाँसम्म कुरा छ यो चाहिँ सरकारले छिटो छरितो गरिदियो भने सायद व्यापारीलाई पनि घाटा हुँदैन र जो उपभोग गर्ने उपभोक्ता छ उहाँहरूलाई पनि घाटा हुँदैन। केही दिन यता यो औषधिको अभाव निकै नै भयो देशमा। अब हजुर तपाईँले ल्याइसके पछाडि यो केही हदसम्म तर्छ, त्यसपछि सरकारले गर्नुपर्ने काम चाहिँ के हुन्छ? यो 2 हप्ताको लागि सरकारले कुनै टाउको र देशभरिका जनताले कुनै टाउको दुखाउनु पर्दैन। 2 हप्तादेखि 3 हप्तासम्म होइन, 3 हप्ता पछाडि 3 हप्तासम्म पुग्ने औषधि अहिले आइसकेको छ। अहिले हामीले सरकारले नै भनेअनुसार हामीले फेरि कति घाटा खानु होइन सरकारलाई हामीले अवगत गराएछौँ। सरकारले मूल्य समायोजन गर्नुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ। यदि गर्न सकेन, कुनै प्राविधिक कारणहरू त्रुटिहरू भयो भने जनतालाई देशभरि यो औषधि उपलब्ध हुन्छ, त्यसको लागि ज्यान गुमाउनु पर्दैन। हस्, हजुरलाई पनि धन्यवाद। अब यो औषधिले कतिको मात्रा कतिको अलिकति देख्छ। सबैलाई नमस्कार। सर्वप्रथम त नेपालमा जुन औषधिहरू उत्पादन हुँदैन त्यो औषधिहरू विश्वको बजारबाटै आउँछ र अहिले विश्व बजारमा र मेटेरियलहरूको भाव बढेको छ र नेपालमा पनि त्यसको प्रत्यक्ष रूपमा असर परेको छ। किनकि यही औषधिहरू 72 सालमा जति रुपियाँमा किनिन्थ्यो आज पनि तपाईँ यो औषधि सेम रेटमा सेम मूल्यमा पाउनुहुन्छ।
तपाईँ हेर्नुहोस् 2072 सालमा किनेको कुनै पनि सामान र अहिले किनेको सामानमा फरक भइसकेको छ र औषधिमा पनि र मेटेरियलहरूको दाम बढ्दाखेरि कच्चा पदार्थको दाम बढ्दाखेरि यो पनि बढेको हो। मैले केही दिन अगाडि बङ्गलादेश भ्रमण गर्दै गर्दा यो सुनेको थिएँ नेपालमा अभाव भयो भनेर। यो अभावलाई हामीले व्यापारीको मात्रै रूपले नभएर हामी एउटा सच्चा देशको नागरिक हौँ। नागरिकले के भन्छ समयमै औषधि उपचार पाउनुपर्छ भनेर मैले बङ्गलादेशमा कुरा गरेर हाम्रो कम्पनीसँग यो औषधि मगाएको हो र अहिले बजारमा एकदमै अभाव खड्किएको छ। त्यो अभावलाई यो औषधिले मलाई लाग्छ सकेसम्म समाधान गर्छ, किनकि जति परिमाणमा यो औषधि आएको छ यो परिमाणमा केही औषधिहरू हामीसँग थियो, हामीले दिइ नै रहेका थियौँ। तर आजदेखि पुरै देशभरि यो एभाइलेबल हुन्छ। यो आजको कुरा मात्रै होइन, तपाईँ कोरोनाको टाइमको कुरा हेर्नुहोस्, तपाईँ विभिन्न टाइमको कुरा हेर्नुहोस्, हामीले नेपाललाई चाहिएको खण्डमा चाहिएको जुन कुराहरू सर्टेज हुन्छ औषधिहरूको के भन्छ रेन्जहरूमा, औषधिहरूको क्याटेगोरीहरूमा, औषधिहरूको के भन्छ प्रडक्टहरूमा हामीले त्यो चाहिँ बङ्गलादेशबाट आपूर्ति बेला बेलामा गर्छौँ। सरकारले हामीलाई लाइसेन्स दिएको छ, सरकारकै मार्फतमा हाम्रो कम्पनी छ, सरकारकै मार्फतमा हामीले सरकारलाई ट्याक्स बुझाउँछौँ होइन, हामीले व्यापार गर्छौँ। पूर्ण रूपले व्यापारीको हैसियतले मैले गर्नुपर्ने काम, देशको लागि गर्नुपर्ने काम हामीले गर्छौँ। यसमा सरकारको कुनै दुविधा छैन। सरकारले पनि हामीलाई भनेको हो, बेला बखतमा हामीलाई सरकारले नै यो कुराहरू अभाव खड्कियो भने भन्छ। योभन्दा अगाडि पनि कोरोनाको बेलामा के भन्छ मैले 6-6वटा प्लेन चार्टर गरेर बङ्गलादेशबाट औषधि ल्याइदिएको हो। नेपालमा कुनै ठाउँमा औषधि अभाव हुन दिइनँ। त्यति मात्रै होइन, देशमा पारासिटामल अभाव हुँदाखेरि पनि मैले 40 लाख पारासिटामल फ्रीमै बाँडिदिए हो। यो उदाहरणहरू पनि छ र आउने दिनमा पनि नेपालमा हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई कुनै पनि यस्तो खालका के भन्छ औषधि अभाव भयो भने हाम्रो मियान भन्ने संस्था छ, हामी औषधि व्यवसायीहरू छौँ। त्यो औषधि व्यवसायीहरू मार्फतै हामीले यो सम्पूर्ण औषधिहरू देशभरि उपलब्ध गराउँछौँ। नेपालमा औषधिको अभाव हुँदैन, हामीलाई पूर्ण विश्वास छ। हामी यसको लागि तत्पर हुन्छौँ र सकेसम्म कुनै ठाउँमा यो औषधिको अभाव नहोस्। तपाईँलाई एउटा कुरा जानकारी गरौँ, आज जुन औषधि आएछ प्रति भाइल एउटा बट्टामा मैले मेरो संस्थाले एउटा बट्टामा 500 देखि 700 रुपियाँ हामीले घाटा खाएर यो देशभरि उपलब्ध गराएको छ। त्यसकारण सरकारले मूल्य समायोजनको जहाँसम्म कुरा छ, यो चाहिँ सरकारले छिटो छरितो गरिदियो भने सायद व्यापारीलाई पनि घाटा हुँदैन र जो उपभोग गर्ने उपभोक्ता छ उहाँहरूलाई पनि घाटा हुँदैन। केही दिन यता यो औषधिको अभाव निकै नै भयो देशमा। अब तपाईँले ल्याइसके पछाडि यो केही हदसम्म तर्छ, त्यसपछि सरकारले गर्नुपर्ने काम चाहिँ के हुन्छ? यो 2 हप्ताको लागि सरकारले कुनै टाउको र देशभरिका जनताले कुनै टाउको दुखाउनु पर्दैन। 2 हप्तादेखि 3 हप्तासम्म होइन, 3 हप्ता पछाडि 3 हप्तासम्म पुग्ने औषधि अहिले आइसकेको छ। अहिले हामीले सरकारले नै भनेअनुसार हामीले फेरि कति घाटा खानु होइन, सरकारलाई हामीले अवगत गराएका छौँ। सरकारले मूल्य समायोजन गर्नुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ। यदि गर्न सकेन, कुनै प्राविधिक कारणहरू त्रुटिहरू भयो भने जनतालाई देशभरि यो औषधि उपलब्ध हुन्छ, त्यसको लागि ज्यान गुमाउनु पर्दैन। हस्, हजुरलाई पनि धन्यवाद। अब यो औषधिले कतिको मात्रा कतिको अलिकति देख्छ? सबैलाई नमस्कार। सर्वप्रथम त नेपालमा जुन औषधिहरू उत्पादन हुँदैन त्यो औषधिहरू विश्वको बजारबाटै आउँछ र अहिले विश्व बजारमा र मेटेरियलहरूको भाउ बढेको छ र नेपालमा पनि त्यसको प्रत्यक्ष रूपमा असर परेको छ। किनकि यही औषधिहरू 2072 सालमा जति रुपियाँमा किनिन्थ्यो आज पनि तपाईँ यो औषधि सेम रेटमा सेम मूल्यमा पाउनुहुन्छ। तपाईँ हेर्नुहोस् 2072 सालमा किनेको कुनै पनि सामान र अहिले किनेको सामानमा फरक भइसकेको छ र औषधिमा पनि र मेटेरियलहरूको दाम बढ्दाखेरि कच्चा पदार्थको दाम बढ्दाखेरि यो पनि बढेको हो। मैले केही दिन अगाडि बङ्गलादेश भ्रमण गर्दै गर्दा यो सुनेको थिएँ नेपालमा अभाव भयो भनेर। यो अभावलाई हामीले व्यापारीको मात्रै रूपले नभएर हामी एउटा सच्चा देशको नागरिक हौँ। नागरिकले के भन्छ समयमै औषधि उपचार पाउनुपर्छ भनेर मैले बङ्गलादेशमा कुरा गरेर हाम्रो कम्पनीसँग यो औषधि मगाएको हो र अहिले बजारमा एकदमै अभाव खड्किएको छ। त्यो अभावलाई यो औषधिले
मलाई लाग्छ सकेसम्म समाधान गर्छ। किनकि जति परिमाणमा यो औषधि आएको छ यो परिमाणमा केही औषधिहरू हामीसँग थियो, हामीले दिइ नै रहेका थिए, तर आजदेखि पुरै देशभरि यो एभाइलेबल हुन्छ। यो आजको कुरा मात्रै होइन, तपाईँ कोरोनाको टाइमको कुरा हेर्नुहोस्, तपाईँ विभिन्न टाइमको कुरा हेर्नुहोस्, हामीले नेपाललाई चाहिएको खण्डमा चाहिएको जुन कुराहरू सर्टेज हुन्छ औषधिहरूको के भन्छ रेन्जहरूमा, औषधिहरूको क्याटेगोरीहरूमा, औषधिहरूको के भन्छ प्रडक्टहरूमा हामीले त्यो चाहिँ बङ्गलादेशबाट आपूर्ति बेला बेलामा गर्छौँ। गर्नुपर्ने काम तपाईँले गरिरहनु भएको छ। सरकारले हामीलाई लाइसेन्स दिएको छ, सरकारकै मार्फतमा हाम्रो कम्पनी छ, सरकारकै मार्फतमा हामीले सरकारलाई ट्याक्स बुझाउँछौँ होइन, हामीले व्यापार गर्छौँ। पूर्ण रूपले व्यापारीको हैसियतले मैले गर्नुपर्ने काम, देशको लागि गर्नुपर्ने काम हामीले गर्छौँ। यसमा सरकारको कुनै दुविधा छैन। सरकारले पनि हामीलाई भनेको बेला बखतमा हामीलाई सरकारले नै यो कुराहरू अभाव खड्कियो भने भन्छ। योभन्दा अगाडि पनि कोरोनाको बेलामा के भन्छ मैले 6-6वटा प्लेन चार्टर गरेर बङ्गलादेशबाट औषधि ल्याइदिएको हो। नेपालमा कुनै ठाउँमा औषधि अभाव हुन दिइनँ। त्यति मात्रै होइन, देशमा पारासिटामोल अभाव हुँदाखेरि पनि मैले 40 लाख पारासिटामोल फ्रीमै बाँडिदिए हो। यो उदाहरणहरू पनि छ र आउने दिनमा पनि नेपालमा हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई कुनै पनि यस्तो खालका के भन्छ औषधि अभाव भयो भने हाम्रो मियान भन्ने संस्था छ, हामी औषधि व्यवसायीहरू छौँ। त्यो औषधि व्यवसायीहरू मार्फतै हामीले यो सम्पूर्ण औषधिहरू देशभरि उपलब्ध गराउँछौँ। नेपालमा औषधिको अभाव हुँदैन, हामीलाई पूर्ण विश्वास छ। हामी यसको लागि तत्पर हुन्छौँ र सकेसम्म कुनै ठाउँमा यो औषधिको अभाव नहोस्। तपाईँलाई एउटा कुरा जानकारी गरौँ, आज जुन औषधि आएछ प्रति भाइल एउटा बट्टामा मैले मेरो संस्थाले एउटा बट्टामा 500 देखि 700 रुपियाँ हामीले घाटा खाएर यो देशभरि उपलब्ध गराएको छ। त्यसकारण सरकारले मूल्य समायोजनको जहाँसम्म कुरा छ यो चाहिँ सरकारले छिटो छरितो गरिदियो भने सायद व्यापारीलाई पनि घाटा हुँदैन र जो उपभोग गर्ने उपभोक्ता छ उहाँहरूलाई पनि घाटा हुँदैन। केही दिन यता यो औषधिको अभाव निकै नै भयो देशमा। अब तपाईँले ल्याइसके पछाडि यो केही हदसम्म टर्छ, त्यसपछि सरकारले गर्नुपर्ने काम चाहिँ के हुन्छ? यो 2 हप्ताको लागि सरकारले कुनै टाउको र देशभरिका जनताले कुनै टाउको दुखाउनु पर्दैन। 2 हप्तादेखि 3 हप्तासम्म होइन, 3 हप्ता पछाडि 3 हप्तासम्म पुग्ने औषधि अहिले आइसकेको छ। अहिले हामीले सरकारले नै भनेअनुसार हामीले फेरि कति घाटा खानु होइन सरकारलाई हामीले अवगत गराएछौँ। सरकारले मूल्य समायोजन गर्नुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ। यदि गर्न सकेन, कुनै प्राविधिक कारणहरू त्रुटिहरू भयो भने जनतालाई देशभरि यो औषधि उपलब्ध हुन्छ, त्यसको लागि ज्यान गुमाउनु पर्दैन। हस्, हजुरलाई पनि धन्यवाद।